दाइलाई के भन्छन् मैले त फर्स्ट टाइम वर्ल्ड कपमा हेरेको थिएँ नि त अनि त्यो दाइको हातदेखि अनि के भन्छन् मलाई थाहा छ मेरो डेब्यु छ भनेर त म खेलिरहेको छु भन्ने थाहा थियो तर पारस दाइको हातदेखि क्याप पाउँछ भन्ने त थाहा छैन क्या मलाई अनि ठ्याक्क तपाईँको मलाई हाम्रो अमित हाम्रो म्यानेजर हुनुहुन्थ्यो दाइको नाम बिर्सेँ म ठ्याक्कै अमित श्रेष्ठ दाइको नाम के नाम हुनुहुन्थ्यो कि अनि म्यानेजर हुनुहुन्थ्यो हाम्रो अनि दाइले तिमीलाई क्याप दिन पारस आउँदै हुनुहुन्छ भन्नुभयो क्या अनि म एकदम एक्साइटेड कि जुन मान्छेको हुन्छ नि दाइको हातदेखि क्याप पाउँदा एकदमै खुसी फेरि दाइले पनि वर्ल्ड कपमा फर्स्ट बलमा विकेट लिनु भएको रहेछ नि त अनि बलिङ गर्दा अनि त्यो एकदम खुसी क्या दाइको हातदेखि क्याप लिँदा एकदम ब्लेस फिल सबै कुरा हुन्छ नि मेरो लागि त्यो दिन राम्रो भयो दाइको राम्रो सोचेको दाइको हातदेखि क्याप पाएँ त्यसपछि ड्रिम डेब्यु अनि जुन साको सपोर्ट त्यो खेलिरहेको थियौँ बस लास्टमा रिजल्ट मात्र आएन त्यही कुराको चाहिँ गुनासोहरू एकदम राम्रो भयो